यसरी यसरी हो के खोजेको है केटाहरू के हो धेरै मासु मात्रै खानु भने नि साग पनि खानु पर्यो अब यसमा अब हेर है त यसमा चाहिँ अब म यो तपाईँहरूलाई गार्लिक नान हान्न सिकाइदिन्छु दिँदै पनि गरौँ सरलाई हेर्दै पनि गरौँ है गार्लिक नान कोरिएन्डर नान जे नान भए पनि अब जस्तो अब हामीले यसमा चाहिँ के गर्यौँ ठिक छ अब हेर्नुहोस् है त यसमा तपाईँले यसरी गार्लिक राख्न सक्नुहुन्छ है यसरी साथीहरू हेर्नुहोस् है त है यो गार्लिक नान दुईवटा तरिकाले हालिँदो रहेछ एउटा चाहिँ यसरी बाहिरपट्टि हालिन्छ अनि यो मसिनो चप गरेर काटेको छ भने चाहिँ यसलाई हामी के गर्छौँ त फेरि भित्रपट्टि पनि राख्न सक्छौँ है यसरी ल अब यसरी गार्लिक नान राखिसकेपछि अब हेर्नुहोस् है त अब यसलाई उठाउने सेम अहिले प्रोसेस उठाइसकेपछि है गार्लिक राख्यो ल अब यो यता हेर है त यो गार्लिक नानको चाहिँ विशेषता के हुन्छ भने चाहिँ नि यो गार्लिक चाहिँ जहिले पनि भित्तापट्टि हुनुपर्छ है बुझ्यौ नि यो गार्लिक चाहिँ के हुनु पऱ्यो त भित्तापट्टि यसै भित्तापट्टि भनेपछि अब तपाईँले यसलाई सेट गर्दाखेरि यहाँ हेर्नुहोस् है त यो गट्टा सेट गर्दाखेरि कतापट्टि गर्नु पऱ्यो त्यो गार्लिक कता हुनु पऱ्यो भित्ता अब यो यहाँ गट्टा सेट गर्दाखेरि कता हुनु पऱ्यो यो कता हुनु पऱ्यो भित्ताले कसरी हाल्छ यसरी हाल्छ भनेपछि धेरै जसोले चाहिँ यहाँनिर मिस्टेक गर्छ अनि यो लसुन मजाले डढाउँछ कि भनेपछि यसलाई के गर्नु पऱ्यो यसरी यसरी हाल्दा यतै हुन्छ यो कतापट्टि हुनु पऱ्यो कता आफैपट्टि बटर डल्नु पर्छ पर्दैन यसरी आफैपट्टि राख्नु बटर पर्छ डल्नु के बटर वेस्ट गर्नु सेम होइन फेरि ल सबै तिमीले पनि कोरिएन्डर राखेर सबैले यो युज गरौँ है अब धनियाँ पनि युज गर्नुहोस् है कोरिएन्डर लिप पनि युज गर्नुहोस् है उसको पनि दामी आयो